हामीले नानी बाबुहरूलाई सिकाएको सिकाइ चाहिँ 4 लेभलमा बाँड्न सकिन्छ। एउटा ज्ञान हो, त्यसपछि बोध, त्यसपछि प्रयोग अनि उच्च दक्षता। ज्ञान मात्रै भनेको चाहिँ कस्तो चिज हो भने सुगाले रटे जस्तै। जस्तो अब भन्छौँ नि हामी, शिकारी आयो, जाल बिछायो, त्यसमा दाना हाल्यो, तर म फस्दिनँ भनेर भन्यो रे एउटा सुगाले। तर शिकारी आएर जाल बिछाएर हिँड्ने बित्तिकै त्यो सुगा त्यहीभित्र पसेर जालभित्र पसिसकेपछि पनि त्यही नै भनिरहेको छ। शिकारी आयो, जाल बिछायो, दाना हाल्यो, म फस्दिनँ भन्छ, तर बिचरा त्यो फसिसकेको छ। ज्ञान र बोधमा त्यति फरक हुन्छ। त्यो सुगा ज्ञानी चाहिँ हो तर अबोध हो। र हाम्रो नानी बाबुहरूको पनि अहिले हामी भन्छौँ GPA 4 ल्यायो, हाम्रो नानी बाबुहरूले धेरै राम्रो ल्यायो, धेरै राम्रो गर्यो भन्छौँ। अब ज्ञान मात्रै भएको व्यक्तिले, ज्ञानमा मात्रै GPA 4 ल्याएको छ अथवा चाहिँ ज्ञान र बोधसम्ममा मात्रै कुनै पनि विद्यार्थीले चाहिँ उच्च अङ्क ल्याएको छ भने त्यो विद्यार्थीले चाहिँ भोलि गएर कर्मचारी हुनु पर्यो, कुनै व्यवसाय गर्नु पर्यो भने उसँग त्यो स्किल, त्यो लेभलको चाहिँ थट प्रोसेसै आउँदैन दिमागमा। र उहाँ चाहिँ साधारण कर्मचारीको रूपमा, साधारण एउटा उद्योग व्यवसायको चाहिँ तल्लो तहको चाहिँ व्यक्तिको रूपमा रहेर काम गर्नुपर्ने हुन्छ। अराएको काम मात्रै गर्ने व्यक्ति भनौँ न।